हेलो गाइस, गुड मर्निङ। हाम्रो आजको वेदर चाहिँ यस्तो छ है हाम्रो गाउँमा साथीहरू। आजको वेदर हल्का घाम लागिरहेछ र हामी चाहिँ साथीहरू माथि नानाकोमा गएको। मैले ल्याउन आउनु भनेको थिएँ कि अनि गएको नि साथीहरू। आफ्टोमा नहुँदा खाउँ लाग्छ, के गर्नु म साथीहरू। ल्याउनु गएको है। आजको वेदर चाहिँ हेर्नु न, घाम गरम कस्तो भइरहेछ। कता गएको छोरी? कता गएको? हजुर दुध होइन हौ, मै ल्याउनु गएको। जाऊ जाऊ। अब यहाँदेखि चाहिँ उकालो बाटो हिँड्नुपर्छ साथीहरू। म त माथि पुगिसकेछ हौ, मेरो छोरी त। खुट्टा दुखेन? हिँड मम्मी त साह्रो पऱ्यो नि। हामी चाहिँ यहाँ माथि पुग्यो साथीहरू। यहाँदेखि पनि अलिकति अझै जानुपर्छ। चाहिँ अलिक उकालो बाटो, यो चाहिँ सर्टकट बाटो छ कि। रोड आउँ भन्दाखेरि पनि साह्रै लामो छ। जो मेरो त भोइस पनि पुरा, स्वर पनि पुरा त्यो दम परेको जस्तो सुन्छ होला, किनकि म चाहिँ पुरा अझ हिँड्दै बोल्दाखेरि पुरा दम परेको जस्तो हुँदछ होला नि साथीहरू। सो यहाँ हेर्नुहोस् है, यहाँदेखि चाहिँ हाम्रो गाउँ यस्तो देखिन्छ। र साथीहरू हामी चाहिँ फाइनली पुग्नु आँट्यो। यो चाहिँ हाम्रो घरको माथि डाँडामा है साथीहरू। नानाहरूको घर चाहिँ डाँडामा छ कि। र साथीहरू यहाँदेखि चाहिँ यस्तो देख्छ है, हेर्नुहोस् है। यो चाहिँ हो घर नानाको। जाऊ जाऊ जाऊ। र साथीहरू यहाँ चाहिँ हेर्नुहोस् है, रक्सी पारिरहेको रहेछ है नानालाई चाहिँ रक्सी। र साथीहरू हामी चाहिँ अब फर्केको, एक पत्र मै बोकेर फर्केको है साथीहरू।